बिचारा भुन्टीले सबैले दुःख दिइसकिसकेपछि भुन्टीले भने आत्महत्या गर्न तयार भएका छन्। हो दर्शकबिन भूपेन्द्रका परिवारले खेदो खन्दा खन्दा भुन्टी धेरै थाकिसकेको छन् र सबैले कसैले पनि साथ नदिने र कसैले पनि माया नगरेको कारणले गर्दाखेरि र हुँदा भूपेन्द्रलाई त्यति धेरै साथ र सपोर्ट गर्दा पनि भूपेन्द्रले नै भुन्टीलाई नराम्रो देखेर घरबाट निस्केर जा भनेर भनिसकेपछि भुन्टीले आँखाभरि आँसु पारेर घरबाट निक्लेको थिए। जब घरबाट निस्केर गए लगतै भुन्टी भने एक्कासी बेपत्ता भएको थिए र टोकलेर भूपेन्द्रको दाइले चारैतर्फ खोज्दा पनि नभेटिसकेपछि धेरै आत्तिएको थिए। तर भुन्टी भने एक्कासी गाउँ पुगेका छन् र उनले एउटा सानो निर्णय गरेर पुगेका छन् कि जबकि आफ्नो आमा र बाबालाई भेटेर म अब सबै कुरा आमा बाबालाई भनेर मर्छु भन्ने प्लानले भुन्टी भने माइत पुगेका छन्। जब माइत पुगिसकेपछि सबै कुराहरू त्यहाँ भन्दाखेरि सबैजनाले भुन्टीलाई गाली गरेका हुन्छन्। तैँले यस्तो किन सोचेको र यस्तो तैँले गर्ने सोच गर्नुभन्दा पहिला बुढा भएको बा आमालाई सोचेनस् र सम्झेनस् भनेर धेरै गाली गरेका हुन्छन् भुन्टीको आमाले। तर भुन्टीले भने मलाई अब कसैले पनि नरोक्नुहोस्, किन भन्दाखेरि म बाँचेर कुनै अर्थ छैन। यदि म बाँचेँ भने फेरि म उहाँको नजिक पर्न सक्छु, त्यसैले गर्दाखेरि अब म मर्न चाहन्छु भनेर भुन्टीले भनेका हुन्छन्। तर त्यहाँ भने भूपेन्द्रको दाइले भने यता खोज्दा खोज्दा धेरै आत्तिएका हुन्छन् र साथमा टोकाले पनि हुन्छन्। चारैतर्फ खोज्दा पनि नभेटिसकेपछि टोकाले भने धेरै आत्तिएका हुन्छन् र उता भने जेरीले पनि भुन्टीलाई खोज्दै खोज्दै पुगेका हुन्छन्। जताततै खोज्दा पनि नभेटिसकेपछि बाटोमा एक्कासी मास्टरलाई भेट्छन् र मास्टरलाई आपका पार्छन्। तैँले लगेर लुकाएको छस् अर्थात् तैँले लगेर राखेको छस्, तसँगै छे भुन्टी भनेर उल्टै मास्टरलाई आपका पारेका हुन्छन् जेरीले। हो दर्शकबिन जब यति आपका पारिसकेपछि मास्टरले भने उल्टै गाली गरेको हुन्छन् र भनेको हुन्छन् मलाई केही कुरो थाहा छैन र मैले अहिले भर्खरै कुरा सुनेर भुन्टीलाई खोज्दै आएको हो र भुन्टी कहाँ छन् भन्ने कुरो मलाई पनि थाहा छैन भनेर मास्टर त्यहाँबाट लागेका हुन्छन्। जब मास्टर त्यहाँबाट गइसकेपछि जेरीले भने मास्टरको पिछा गर्ने निर्णय गरेका हुन्छन् र पक्कै पनि यही मास्टरले नै लगेर लुकाएको हुनुपर्छ र यहीसँगै छे भुन्टी भनेर पछि खोज्दै गएका हुन्छन्। तर भुन्टी भने एक्कासी गाउँ पुगेका हुन्छन्। जब भुन्टी गाउँ पुगे लगतै